दुईचोटि देखेँ यिनीहरू सिधै गएन छ क्या यसरी हाम्रो अब यो बेच्ने तयारीमा छ यो साग चाहिँ यो अहिले देखिरहनु भएको ठुलो ठुलो सागहरू छ नि यो दुईटा पाटाको अनि उतापट्टि चाहिँ मकै सँगसँगै साग अनि के भन्छ सिमी बोडी घिउ सिमी लगाएको अवस्था छ अहिले हामीले जति देखिरहेको छ नि यो बजारमा किन्दाखेरि हामीले 30 रुपैयाँ मुठा किन्नु पर्दो रहेछ हामी त्यत्रै मुठा बनाउँछौँ ट्याक्कै 20 रुपैयाँमा बेच्छौँ यो कसैलाई नदिने म आफै त्यो क्यारेट भन्ने हुन्छ नि तरकारी पसलमा आउने त्यसमा राख्छौँ काखमा अल्चियरबाटै त्यसपछि सारा पारेर बेच्छौँ।